अब हामी यो खाँडादेवी मन्दिर हामी रामेछापको रामेछापको खाँडादेवी मन्दिरमा आइरहेको छौँ। यहाँ चाहिँ नि आज हामी यसो घुम्दै मन्दिरको माताको दर्शन गरौँ भनेर आएको। अब माताजी चाहिँ नि यस्तो भइसिन्छ हेरिबक्सियोस्। अब हजुरले नै यसो आएर माताजीको मन्दिर यो मूर्ति हो। अब आज चाहिँ अलिकति हुसु लागेको भएर अलि देखिएको के पनि छैन। यही अग्लो ठाउँ हाइटमा असाध्यै हाइटमा छ, अग्लो रहेछ। यो डाँडोको सबभन्दा अग्लो ठाउँ नै यही हो जस्तो लाग्यो मलाई चाहिँ यहाँबाट हेर्दाखेरि होइन। अब मन्दिरको परिस्थिति यस्तो छ। यतापट्टि पुरा त्यहाँ लाखपति बाल्ने त्यस्तो रहेछ है। अब अनि करोडपति कता भयो? करोडपति यहीँ बोल्छु त है मन्दिरको। हजुरहरूलाई म यसो जे देखिन्छ त्यो बताउँछु। र हाम्रो यो मन्दिरको चाहिँ नि अलिकति मन्दिरको बारेमा चाहिँ मैले उहाँसँग अलिकति सोध्ने इच्छा गरेँ। हजुर म एउटा केही कुरा सोध्न सक्छु हजुरलाई? हजुर भन्नुहोस् त। नमस्कार। नमस्कार हजुर यो मन्दिरको बारेमा अलिकति केही बताइदिनुहोस् न। अलिकति यो खाँडादेवीको मन्दिरको बारेमा हजुरसँग यसो सोध्नु भयो। हजुर के हाम्रो यो समितिबाट चलाएको छ कि कस्तो छ? मन्दिर के छ? समितिबाट हो चाहिँ समिति। ए अनि यो मन्दिरको चाहिँ नि खास उत्पत्ति भएको यो कति पहिलादेखिको हो यो मन्दिर? यो तपाईँको अब उत्पत्ति यही भन्ने त छैन, सक्दैन। तपाईँको 1286 1212 को त्यतातिरको घन्टी चाहिँ फेला परिरहेको छ। ए ए हजुर। अब यो यति सालमै उत्पत्ति भएको यस्तो हो त भन्ने हामीले त्यो भन्न सकिँदैन। र यो कुरामा तपाईँले हेर्न सक्नुहुन्छ भने युट्युब सर्च गरेर हेर्दाखेरि हजुर त्यसमा चाहिँ अब हामीले युट्युब होइन गुगलमा गुगलमा यस्तो हाइटमा यसरी अवस्थित होइन, बडा अचम्म छ होइन। यो अलिकति प्रचार हुन थाले चाहिँ अलिकति मन्दिरको अलिकति प्रचार हामीले अब त्यही सुनेर खाँडादेवी मन्दिर भनेर थाहा पाएर आएको हो होइन। यो प्रचार हुन थाल्छ भने कति भयो यो मन्दिरको? त्यति 10 वर्ष 10 वर्ष हो है। अब यो रोडहरू अब बन्न थाल्यो रोडहरू अब यो गाडी सञ्जाल अब त्यो गर्न थाल्यो, चलपल भयो। त्यस पछाडि नै अब प्रचार भयो। हजुर प्रचार त अब यो पहिलेदेखि थियो नि रामेछाप जिल्लामा। रामेछाप छ त त्यो यहाँ स्थानीय त सबै थियो होइन, मेलै लागेको। भक्तजन अब हाम्रो यो अब काठमाडौँ भ्याली अब इन्डियादेखि लिएर सबै कुरोमा प्रचार भएर र उहाँको इन्डियादेखि लिएर हरेक कुरो भक्तजन आउनु भएको चाहिँ अब जुन अब यो रोडै सञ्चालन भइसकेपछि ए भनेपछि अब हाम्रो माताजीको मन्दिर चाहिँ नि धेरै पुरानो हो उसले होइन त? पहिला यो मन्दिर अब यो पहिल्यैदेखिको मन्दिर हो कि अहिले हामीले अब यो जीर्णोद्धार गरे हो कि यो पछिको मन्दिर? पहिला के थियो यस्तो? यहाँ डाँडामा र हाम्रो देवीको मन्दिर मात्र थियो कि यो मन्दिरै पहिल्यै यस्तो थियो? ए पहिले यस्तो थियो। भूकम्प पछि 75 सालमा चाहिँ पुरातत्व विभागबाट चाहिँ निर्माण गरे। ए पहिला सानो यस्तो खालको थियो होइन। यही मन्दिरलाई चाहिँ नि पछि पुरातत्व विभागबाट चाहिँ पछि बनाएको। यो खाँडादेवी मन्दिरको नाम चाहिँ कसरी नामाकरण भयो? अब त्यो खाँडादेवी त्यो त्यही त तपाईँ त्यो हामीलाई अब सबै कुरो इतिहासहरू हामीले तपाईँ खाँडादेवी नाम रहेको चाहिँ हजुर देवीले सक्दैन। तपाईँको दुर्गा नदीमा चाहिँ तपाईँको खड्का पालेर यहाँ ल्याएर चाहिँ गाडेको हो। गाड्दा पहिला खोडा देवी थियो। यो भक्तजनहरूको प्रचारले गर्दा भन्दै भन्दै जाँदा खाँडा देवी भएको। ए खुडा देवी खडा देवी थियो त्यही अब भक्तजनको। यो पनि अब यस्तो लाग्यो मलाई, त्यहाँ मैले कति हेरेँ मैले त्रिशुलहरू घन्टाहरू चढाउने रहेछ होइन। यो त अब हामी कालिम्पोङ जाँदा नि त्रिशुल धेरै चढाउने घन्टा धेरै चढाउने, त्यहाँ त व्यवस्थापन गाह्रो हुन्छ नि। त्यस्तै गरी त्यहाँ पनि रहेछ त्रिशुल घन्टा धेरै रहेछ। यसको व्यवस्थापन चाहिँ कसरी भइरहेको छ नि त? अनि यहाँ पनि यो खाँडादेवीमा पनि त रहेछ नि त। अब आउने मान्छेले त्रिशुल घन्टा चढाउनु पर्ने रहेछ भन्ने कुरो त बुझ्यो नि भनिदिनु पर्यो यहाँबाट होइन। हाम्रो युट्युबबाट जान्छ क्या अब यो सबै यो पुग्छ होइन। उहाँहरू युट्युबबाट त्यो चाहिँ तपाईँको पहिला यहाँ वरिपरि रिङमै झुन्डा थियो। हजुर हजुर हामी जानकारी यो तपाईँको पछाडि अब यो जुन सहरी विकासबाट यो निर्माण हुने क्रममा चाहिँ झिकेर राखेको छ। फेरि अब त्यसले अर्को बजेटमा यतै संरक्षण गर्ने भन्ने कुरा छ। एकै ठाउँमा राखिरहेको। हाम्रो कति हजार फिट छ यो? 1985 1985 फिट ए त्यहाँ लेखेको छ 1985 मिटर रहेछ। 1950 मिटर। अनि यो के अब यो उसमा चाहिँ हिउँ पर्छ डाँडामा हिउँ पर्छ पर्दैन? यसमा पर्दैन। पर्दैन है? पर्दैन पर्न त पर्छ तपाईँ सैलुङमा पर्दा त्यस्तै तपाईँको त्यो कालिम्पोङ तपाईँको पाती भएर जस्तो त्यो हुँदैन। हल्का नआउने भन्ने हुँदैन, आउँछ हल्का अलिअलि त काठमाडौँमै पर्छ कहिलेकाहीँ होइन। यहाँ त हुने भएर नि मेरो पनि आउनु पर्ने।
कहाँबाट अब त्यो उयो गर्नु मलाई यता बसौँ न ए तपाईँ यता बस्ने यता बस्छु ए पलेटी बस्ने कि होइन बस्छु म त म ए बस्ने भने उहाँसँग कुरा गरिरहेको छु होइन हजुर अब यसको बारेमा केही जानकारी हामीले लियौँ उहाँसँग जे उहाँले जान्नुभएको छ त्यही हामीले लियौँ होइन अब हामीले पनि त्यही अनुसारको यसो केही गुगलबाट यहाँ खोजेर आउने अझै अब भन्दा होइन, बढी आउने जानकारी भक्त- पाइयो भने हामी आउने पनि भक्तजनहरूलाई दिन्छौँ, पनि होइन? है अनि अब हामी चाहिँ के भने काठमाडौँ आउने मान्छेहरूलाई चाहिँ नि आउनुहोस् खाँडादेवी आउनुहोस् रमाइलो रहेछ होइन अति हाइटमा चिसो ठाउँ है अब हिउँ चाहिँ पर्दो रहेछ त्यति अब हाइट पनि तपाईँको 1985 मिटर 1985 मिटर रहेछ मिटर औलो। औलो तर आज चाहिँ कस्तो हुसुल आयो भने के पनि देखेन ऊ त्यो हाम्रो उसमा पनि दिएकै छ त्यो यहाँ लेखेरै राखिदिनु भएको छ यो यसो यो हेर्ने चाहिँ नि भक्तजनहरूले महानुभावहरूले जनता जनार्दनहरूले हेरेर नि आउन सक्नुहुन्छ होइन यति जान्न छ भनेर आज चाहिँ अब तुवालो बढी लाग्यो तपाईँको भनेर चारतिरै देखिन्थ्यो तुवालो बढी टाढा लाग्यो टाढा सब देखिन्छ तुवालोको आज कारणले तपाईँ चाहिँ बिहानदेखि यस्तै छ यस्तो हुसु भएछ है एउटा पानी चाहिँ भाइ कति हेरिरहेको छ। परेको छ यहाँ हाम्रो उता काठमाडौँ पानी हामी बिहान नि राति पानी परेको थियो निस्किँदाखेरि पानी परेको थियो यहाँ त पानी अस्ति तपाईँको शुक्रबार परेको थियो त्यहाँदेखि परेको छैन छैन है ल ठिकै छ धन्यवाद हजुरको शुभ नाम के पर्यो सरोज तामाङ सरोज तामाङ ए हजुर चाहिँ व्यवस्थापन समितिबाट उहाँ पुजारी ग्रुपमा पुजारी पनि पुजारी ग्रुपमा हाम्रो भाइ पुजारी पनि हुनुहुन्छ हजुर घर चाहिँ नि यहीँ हो यहीँ वरिपरि हो यहाँ चाहिँ धेरै जस्तो तामाङ बस्ती नै होस् यो होइन त यता तामाङ अलिक तलको पछि छेत्री यता मगर नेवारहरू ए भनेपछि पहिला त हजुरलाई त्यो त यहाँ आउँदा त साह्रै बिकट जस्तै बाटो नहुँदा त अब कहाँ जानु बजार कहाँ जानुपर्छ पहिला तपाईँको बजार त तल उता सिटका बजार पहिल्यैदेखि तपाईँको अब विकसित ठाउँ भनेको पनि तल थियो यहाँबाट पुरानो बाटो जान त्यही 2 घन्टा ए 2 घन्टा जति लाग्छ 2 घन्टा हिँडेर जानु पर्थ्यो होइन त अहिले त अब गाडीहरू सबै यहीँ सुविधा अहिले भइसक्यो तपाईँ यहीँ आइपुग्दैछ हस् धन्यवाद खुसी लाग्यो यति जानकारी दिनुभयो हस् धन्यवाद हस् भ्यू राम्रो भएन सबै थियो हेर्दा के पनि हुसुल्यो के पनि देखेन कस्तो बेला आइएछ नि त यस्तै भयो धेरै रमाइलो गोविन्द धेरै राम्रो ठाउँ जसलाई हुन्छ। यस्तै भयो। सबभन्दा हाइट डाँडो भनेको यही हो त सबभन्दा अग्लो डाँडो यसमा अर्को छ कुनै यता वरिपरि यहाँ उता सैलुङ सैलुङ भने अझ कता सैलुङ